सम्पूर्णमा नमस्कार। म लक्ष्मण नेउपाने। प्रतिनिधि सभा निर्वाचन आगन्तुक फागुन 21 को निर्वाचनका लागि प्रवासबाट नयाँ नेपालको संकल्प राख्दै घर फर्किँदै गरेका युवाहरूको भावुक सन्देश। दिन प्रतिदिन रित्तिँदै गएको मेरो जननीको कोखलाई अब नयाँ पुस्ताले सम्हालेर राख्नेछ। त्यसैले यो पीडालाई, यो दर्दलाई स्मरण गर्दै भावी पुस्ताले यो अवस्था दोहोर्याउन नपरोस् भन्दै आफ्नो अमूल्य मतलाई परिवर्तन गरी यसपटक आफ्नो बुद्धि विवेकको प्रयोग गरी घण्टी चिन्हमा मतदान गरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्याधिक बहुमतले विजय गराउन शून्य भ्रष्टाचार र सुशासन सहितको नयाँ नेपाल निर्माण गर्न म घर फर्किँदैछु। हजारौं आशा, हजारौं लक्ष्य र हजारौं पीडाहरूलाई थाती राख्दै एउटै मात्रै संकल्प छ, भावी पुस्ताले यो दृश्यलाई स्मरण गर्न नपरोस् भन्दै युवा पुस्ता नेपाल फर्किँदैछौँ। अब तपाईहरू पनि ढिलो नगरी नेपाल फर्किने प्रयत्न गर्नुहोला र नेपाल फर्किनुहोला, यो अपेक्षा राखेका छौँ। आजको छुट भोलिको पछुतावट, आजको जुट नयाँ नेपाल परिकल्पनाको बनावट। जय देश, जय नेपाल, जय घण्टी।